कसले भने नो क्रिस्टियानो नो प्रब्लम भनेर विथआउट क्रिस्टियानो प्रब्लमै प्रब्लम छ क्रिस्टियानोको टिम अल नासरमा आज अल नासरले नेमो भन्ने क्लबसँग धन्न ड्र खेलिसकेको थियो ड्र मतलब पोइन्ट ड्रप भन्ने बित्तिकै टेबलमा अग्रता गुम्छ अनि यस्तो क्रुसियल टाइममा अग्रता गुम्नु भनेको टाइटलबाट टाढा भाग्नु हो 90 मिनेट पश्चात थपिएको इन्जुरी समयको 5 मिनेटमा मोहम्मद सिमाखानले गरेको हेडर मार्फत गोलले नै विन डिसाइड गर्यो जसमा चाहिँ जावा फिलिक्सको बब्बाल क्रसिङ बल रह्यो सोही बललाई हेडिङ मार्फत गोलमा परिणत गरे मोहम्मद सिमाखानले अनि जित दर्ता गरे ओभरअलली खेललाई हेर्ने हो भने बब्बाल खेलेको तर फिनिसिङमा चुकेको थियो अनि उताको नेमो क्लबको किपरले यति धेरै सेभ गरिदियो बाफ रे बाफ नत्र सबै गोल हुन पाएको भए त 20 गोल हुन्थ्यो जस्तो लाग्छ मलाई सो उसले पनि राम्रै पिलिरहेको थियो उ पनि राम्रै खेलिरहेको टिममा 9 वटा जित सहित 8औं स्थानमा छ सो क्रिस्टियानोको टिम पुनः पनि गइसकेको छ टेबलको टपमा अल अहली भन्दा 2 पोइन्ट माथि अनि फेरि अल अहली जित्यो भने फेरि 1 पोइन्ट माथि जान्छ तर अल हिलालले चाहिँ जिते पनि माथि जान सक्नेवाला छैन किनभने 3 पोइन्ट तल छ सो के हुन्छ लेट्स सी हेरौँ अनि क्रिस्टियानो भने इन्जुरीमै छन् कहिले फर्किने त्यो कुराको कन्फर्म चाहिँ छैन